हेलो हेलो गाइज सबैजनालाई स्वागत छ हाम्रो सानोतिनो पार्टीमा। दाइको चाहिँ आज शुभ जन्मदिवस परेको हुनाले उहाँले अब ह्यापी बर्थडे मेरो दाइ। ह्यापी बर्थडे मेरो दाइ। सेम टु मेरो भाइ। त्यो दाइले हेऱ्यो होइन, त्यो कुन चाहिँ गोर्खे फिल्ममा छ नि, अनि नाइस टु मिट यु, अनि त्यो हिरोले के भन्छ अर्को सेम अन यु भन्छ नि, दाइले नि त्यही हो क्या। अब राहत दिनु भनेर आएको थियो, अनि अस्ति भात पकाएर खुवायो स्वास्नीले, 2 दिन छेर्यो सर, अनि त्यहाँबाट भएन भनेर जर हालेको, अहिलेसम्म मात लागिरहेको छ, माथिको जस्तो देख। नमस्ते नमस्ते, वेलकम ब्याक गाइज। अहिले चाहिँ म तपाईँको बारे म बनाइदिन्छु यार दाइ। अब के अरे हामी चाहिँ अब ग्रान्ड मलतिर यस्तो वकिङ हो है, इभिनिङ वाक। हाम्रो भाइहरूसँग इभिनिङ वाक हो यो। एउटा टायर लिएर हुनु कि कम्पनी गएको बेला टायर लिएर आउनु, तपाईँको कमरमा डोरी बाँध्नु, टायर बाँध्नु दौडिनु के केही होला। भाइ हेर्नुहोस् गाइज, मेरो अलिक भुँडी ठुलो छ, अनि भुँडी ठुलो भएको कारणले गर्दाखेरि भाइले मलाई अब टायर बाँधेर भए पनि दौडाउने जस्तो कुरो गर्न थाले होइन है। अहिले हेर न बोबाला। अहिले चाहिँ हामी यो मेकानिक्स एरियामा छौँ। मलाई नि यसो दामी छ नि मेरो भाइ होइन। ग्रान्ड मलको पार्किङमा हेर्नुहोस् एक्सर्साइज गर्दैछौँ। बेलुकाको साँझ बिचा खाना खाएर एक्सर्साइज हुन्छ हाम्रो है। भोको पेटमा आन्द्रा बटारिन्छ होइन। ल अब अरू केही सल्लाह सुझाव छ भाइ? अनि भाइहरू फेरि अब सिङ्गल छन् है, भाइहरू सिङ्गल छन्, कसैको छोरी चेलीहरू छन् भनेदेखि, विवाहित महिला, अविवाहित, विधवा, कन्याकेटी कोही छन् भनेदेखि जिउँदो हात खुट्टा चल्छ। अलि यसो हेर उप त भाइ। सोझो केटा यिनी पनि सोझे हो। अब दाइ चाहिँ बिग्रेका हेरे होइन। म त बिग्रेको बाबु, के गर्नु अब, बिग्रिएको मान्छे भत्काएको घर भत्केपछि के को डर भने जस्तै हो। गाई चाहिँ यस्तो पसिनै पसिना आइरहेको छ हेर्नुहोस्, टिस्युले पोसेर हिँड्नु पर्छ यस्तै होइन। के गर्नु त्यो भएर दाइको अनुहार नाकमुख चिन्या छ, चिन्न सकेको छ। ल अब चाहिँ हामी उतै गएर भेटौँला है।